सो हाई ब्युटिफुल पिपल है, मैले चाहिँ अहिले लबेलाको भिडियो बनाइदिन्छु अथवा भ्लग बनाइदिँदैछु। अनि फर द फर्स्ट टाइम है लबेला यो गुम्पामा चाहिँ भिजिट गर्नुभएको र दर्शन पनि गर्नुभएको। सो यु क्यान सी द ब्युटिफुल भ्युज है, यहाँ गुम्पाको तपाईँले दृश्यहरू हेर्न सक्नुहुन्छ, भ्युजहरू देख्न सक्नुहुन्छ। अनि लबेला वुड यु लाइक टु से एनिथिङ? यहाँ आएको है गुम्पामा एकदमै राम्रो रहेछ है, एकदम पिसफुल। के भन्छ कोही कोही बेला यस्तो गुम्पा मन्दिरतिर पनि यस्तो हामी आएको चाहिँ राम्रो जस्तो लाग्छ है। बेसी यस्तो स्ट्रेस बेसी भयो भने चाहिँ रुममा बस्दा पनि पुरा सोचाइ बेसी हुन्छ नि त होइन सर, त्यसले गर्दाखेरि चाहिँ यस्तो गुम्पा मन्दिरतिर आयो भने चाहिँ हाम्रो त्यो स्ट्रेसहरू पनि अलिकति कम्ती हुन्छ, मन पनि एकदम हल्का खुसी हुन्छ। तपाईँलाई लबेलाले भन्नुभएको चाहिँ है, हामीले जहिले पनि पूजा गर्नुपर्छ है। अनि तपाईँले पूजा गर्नुभयो भने चाहिँ फिल्स लाइक ब्लेसफुल है, एकदम हेल्दी खालके होइन, अनि एकदम राम्रो हुन्छ भन्ने लबेलाको भनाइ हो। सो हुनु त्यही हो है, यसो भगवान्को अब दर्शन गर्दा चाहे तपाईँ क्रिस्चियनै होस् चाहे तपाईँ मुस्लिम धर्मै नै होस् है, त्यस्तै प्रकारले तपाईँको यता हिन्दुइजमै होस् चाहे बुद्धिज्मै होस्, तर यसरी मन्दिरमा कहिलेकाहीँ त्यसरी दर्शन गर्नुभयो भने है तपाईँहरू सबैजनालाई एकदम राम्रो हुन्छ। यहाँ लबेलाले चाहिँ मजाले यहाँ दर्शन गर्नुहुँदैछ है, तपाईँलाई यहाँले चाहिँ आज लबेलाको ब्लगमा चाहिँ जोड दिएको। अनि लबेलाले कसरी एक्सप्लोर गर्नुहुँदैछ भनेर तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ होइन। एकदम आनन्द प्रकारले हल्का ब्रेथ इन ब्रेथ आउट गरेर चाहिँ लबेलाले मजाले फिल लिनुहुँदैछ हो। अनि हामी एक चक्कर लायौँ होइन यताउता। अनि यहाँ चाहिँ मानेहरू चाहिँ घुमाउनु पर्ने हुन्छ होइन। अनि यसलाई चाहिँ के पो भन्छ लबेला? तपाईँको अब यसलाई चाहिँ तपाईँको भोटिया भाषाबाट है, हजुर जतिवटा बुद्धिस्ट धर्म मान्नुहुने हजुर साङबुम भन्छ। साङबुम साङ भने तपाईँको डुप लाउनेलाई साङबुम भनिन्छ। ल यस्तो छ, यहाँ माने छ लबेला। ल थ्याङ्क यू है। हवस् ल।